दर्शकवृन्द, काठमाडौँ उपत्यकामा यति बेला काग फ्लूको त्रास बढ्दो छ। बर्ड फ्लू सङ्क्रमित कागको कारण हजारौँ कुखुरा प्रभावित भइरहेका छन्। यस्तो अवस्थामा धेरैको मनमा एउटै प्रश्न उठेको छ, के यो सङ्क्रमण मानिसमा पनि सर्न सक्छ? यदि सर्छ भने कतिको घातक छ? जनस्वास्थ्यविद डाक्टर शेरबहादुर पुनका अनुसार नेपालमा हाल मुख्य रूपमा H9N2 र केही अवस्थामा H5N1 प्रकारका बर्ड फ्लू भाइरस देखिएका छन्। H5N1 मानिसका लागि बढी जोखिमपूर्ण मानिए पनि हाल नेपालमा फैलिएको H9N2 ले अधिकांश अवस्थामा सामान्य लक्षण मात्र देखाउने गरेको छ। विशेषज्ञहरूले मृत वा बिरामी काग तथा अन्य पन्छीसँग प्रत्यक्ष सम्पर्क नगर्न, कुखुराको मासु र अन्डा राम्रोसँग पकाएर मात्र खान तथा कुनै अस्वाभाविक रूपमा काग वा पन्छी मरेको देखिए सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेको छ। अन्य यस्तै खबरका लागि कलाकर्मी.com हेर्दै र सुन्दै गर्नुहोला। हवस् त, नमस्कार। कलाकर्मी.com सधैँ ताजा अपडेट।